गाइस मलाई भान्जीले किन गाइस म टुक्रो हेलो गाइस वेलकम छ हजुरलाई मेरो नयाँ भिडियोमा। आज चाहिँ हामी चितवन घुम्न जान लागेको को भने चाहिँ भान्जी म दिजु दादा र भान्जा। अब चाहिँ हामी रेडी हुन लागेको अनि हजुरलाई देखाउँछौँ। त्यसपछि मेरो भान्जा हिरो उठाएर जबरजस्ती दिदी खुलाएको हामी त रेडी भए रेडी जानलाई। हामी रेडी भइसक्यौँ। यहाँ नै रेडी हुँदैछ कड्डीहरू गर्छन् जहिले। साथीहरू हाम्रो सामान चाहिँ रेडी भइसक्यो। अब चाहिँ हामी एकछिन निस्किन्छौँ। यता भान्जी होइसिन्छ, यता म छु। अब अलिअलि सामान हाल्न बाँकी छ, त्यसपछि हामी जान्छौँ। कस्तो कुहिरो लागेर रहेछ नि, खासै राम्रो। कस्तो दामी देखेर यो जङ्गल के गर्नु, कुहिरोले खासै राम्रो देखिँदैन। अब हामी जाँदैछौँ, यस्तो चिसो भइरहेछ अहिले त। भान्जी यता होइसिन्छ, भान्जीलाई भोक लाग्यो अरे। दादा अगाडि होइसिन्छ पछाडि हामीलाई थाहा होइन है। हामी हिँडिरहेको ननस्टप। अब खै को अगाडि छ को पछाडि थाहै भएन। हामी सामान किन्नलाई पनि त्यही भएर हो कि। ल गाइस लेट्स गो। हाम्रो आराम चलिरहेछ यहाँ। फेरि चिसो भएर ज्याकेट झिक्दैछौँ। यता चाहिँ गर्मी भएको अवस्था। ल भान्जीलाई खुवाउनु लाग्छ हामी। अब हामी खाना खान्छौँ। खाना खान बसेको हामी। भान्जी यता हेर्छ न, भान्जीलाई निन्दा लाएर झुलझुल। यो ठाउँको नाम चाहिँ 15 किलोमिटर अरे। डामा चस्मा लाउन रेडी हाम्रो खाना आउँदैछ है। हाम्रो खाना आयो। अब हामी सुरु गर्छौँ खाना। गाइस मलाई भान्जीले किनिदिएको नयाँ टोपी, मेरो भान्जीले किनिदिएको नयाँ टोपी कस्तो छ भन्नु होला सबैजनाले। कस्तो हालत खराब होस् त्यस्तो हात दुख्यो छ गाइस अहिले त। हामी खाना खाएर ब्यायौँ। अब हामी जान्छौँ। हामी आइपुग्यौँ चितवन। अलि अगाडि जाँदा यो चाहिँ हाम्रो रुम। मेरो भान्जा यता हेरिदिन्छु त, हामी कहाँ आइपुग्यौँ भनिदिन्छु न। यहाँ अन्डा खान हतार छ, भोक लाग्यो मेरो भान्जालाई है। हामी रेडी भएको। अब चाहिँ हामी निस्किन्छौँ घुम्नलाई। मेरो भान्जीको आउटफिट भान्जाको। हामी अब निस्किन्छौँ। हिरो भान्जा होइसिन्छ यहाँ। अब चाहिँ हामी निस्केको घुम्नलाई। अब के कस्तो हुन्छ हजुरलाई देखाइहाल्छौँ। बाई बाई। ल हामी चाहिँ हिँडेको सफारीमा। अब लाग्यो हामी चितवन राष्ट्रिय निकुञ्जमा। यस्तो छ यहाँ। प्रायः देख्ने भनेको गैँडा, मृग, जराए, बदल, मयुरदेखि लिएर नागबाग चाहिँ हुन्छ। बाघले खाने नै यही हो। खाने भनेको मृग, जराए, बदल। यी मेरोमा हेर्ने भन्छ न। अब त फुल मेन्टेन हुन्छ क्या। भान्जी कस्ता एकदमै रमाइलो भन न। एक्साइटिङ। एकदमै रमाइलो। अब यो चाहिँ डाइनिङ हल भयो। डाइनिङ हल खाना खाने ठाउँ। भित्र जानु मिल्दैन। मिल्छ जानु मजाले गएर फोटोसोटो खिच्नु। हामी भित्र जाँदैछौँ। महेन्द्र राजाको बहिनीले बनाएको डाइनिङ टेबल होला यो। सफारी दाइले हामीलाई स्क्याम हान्नुभयो भन्ने। सफारी दाइले गाइज हामीलाई स्क्याम हान्नुभयो। न केही गइडा हेर्न पाइन् न भाग। वेस्ट अफ मनी तर रमाइलै भए।
दामी देख्यो के कस्तो मैले हेरेको गाउँमा सुँगुर वनमा बँदेल ए हाम्रो कचुङ कुचुङ चप्पल गएर त्यसमा हिँड्दैछ यहाँ दादा फेरि बिचरा के गर्नु हात्ती मेरो साथी भन्छ हामीलाई दाइ देखाउँदै हुनुहुन्छ कतार सरकारलाई दिएर हात्ती बाटो लगेको ए हजुर कतार सरकारलाई दुईटा दिएछ नि यत्रो यत्रो थियो सानो सानो ऊ यहीँको ठुलो कटाउँदैन नि त जहाजमा लानै सक्दैन अहिले 1000 नोटमा भएको हात्ती उहाँ हुनुहुन्छ नाम राम राम यसको नमस्ते रे हो गाइस थारू डान्स गाइस अब चाहिँ कडा डान्स होला जस्तो चाहिँ हाम्रो खाना भान्जी कस्तो लागिरहेको हजुरलाई मिस्टेक गर्ने मान्छे ग्रेट मान्छे दामी अहिले चाहिँ हामी यत्तिकै घुमिरहेछौँ मलाई चाहिँ खासै सुत्न मन थिएन हामी त्यही नि सुत्न लाग्छौँ है भान्जी हामीलाई त अझै घुम्न जानु मन लाग्थ्यो के भने हामीलाई त्यसरी घुम्न जाँदैछ भनेको ल बाई बाई गुड नाइट सबैजनालाई अब हामी भोलि भेट्छौँ कहाँ कहाँ घुम्छौँ